अब हामी चरेकोटे पुग्ने भनेको सैलुङ यहाँ यस्तो हालत भएको छ साथीहरू पावल यहाँ ढकल्ने अवस्थामा छन् म चाहिँ यहाँ क्यामेरा गरेर बसिरहेको छु है हेर्नुहोस् त यहाँ के हालत भएछ शीतल कस्तो कस्तो लाग्यो नि आजको यो ट्रिप जर्नी अब टुरमा आइरहेको छ पावल के भन्ने छ यता हेरेर शीतल के छ विचार ल्याउनु पर्छ रहेछ है त्यही त आइरन ल्याउनु पर्ने रहेछ यस्तो अवस्थामा हामी यसले चेरे भनेर बोलाउँछ चेरे भनेको छ होइन चेरे ढकालेर के गर्ने हो र भने अहिले मिस्त्री आयो भने यहाँ हेर्दा अँध्यारो भइसक्यो बढी भयो भिडियो बरु माटो पातली नै हेर्ने कि मोटो पातले हेर्ने बिहानै उठ्यो होइन अझै सुकुटे पुग्यो होइन हामी यता के भन्छ यसो यता हामी उता नेवा चुलाउने होटलमा सधैँ सलिन डाँडाको स्थित यो गौरीशङ्कर हिमाल भन्ने हामी हेर्छु तपाईँ गजबको दृश्य देख्न सक्नुहुनेछ यो गौरीशङ्कर हिमाल अवस्थित बुद्धको स्ट्याचु पनि रहेको छ र तल राम्रोसँग हेर्नु पाउडरसित फोटो खिचिरहेको मस्त गर्ने सेल्फी बुद्धसँग है बुद्धले यो स्ट्याचु श्री बाबा प्रेमेल लामा जन्ममिति 2022 4 महिना 6 गते 16 2077 29 गते दिन स्ट्याचु ट्रेल यहाँ रहेछ यो देखिरहेन हो यहाँ पुग्ने हामी भोलि बिहान त्यहाँ पुग्ने ग्रेडवाल पुरै अरे 15 मिनट बिहान भइसकेको छ है गाइजहरू यो सलिङको हामी यो मिनी ग्रेट वाल हो क्या देखिरह होइन बाला त पल बत्ती मोबाइलको यसो देखाइदिनु पऱ्यो यसमा देखिरहेको छ मोबाइलबाट यहाँको यो भर्याङ चाहिँ देखिरहेन है जुन टह लागिरहेछ है बिहान अहिले कति भयो 5:45 भइसकेको छ खास उज्यालो भएन सनराइज हेर्नुपर्छ अहिले उज्यालो भएको अवस्था छ हिँडिरहेको साह्रै चिसो हावा छ यहाँ हिँडिरहेको छ त्यहाँ बिस्तारै आए जस्तो छ हामी घाम उदाउँदैछ सैलिङको घाम उदायो महान ईश्वर विचार्छु काम तपाईँको अचम्मको
जो सृष्टि गर्नुभयो घाम उदायो महान ईश्वर विचार्छु काम तपाईँको अचम्मको जो सृष्टि गर्नु हामी सैलिङ डाँडाको माथि हो यति प्रशंसा रहस्य ईश्वरको हाम्रो एडभेन्चर है पवन प्रेज द लर्ड हजारौँ डाँडाहरूका पशु प्राणी खोलासँग हामी धेरै यात्रा गर्दै हामी आएका छौँ है ठुलो यस्तो दामी सिन देखिरहेको छ एउटा ब्युटिफुल सिन First I thank to my Lord Jesus who created this universe. What a beautiful creation. मलाई यो सृष्टि मलाई मनपर्छ एउटा गीत गाउन मन लाग्यो मलाई घाम मनपर्छ मलाई जुन मनपर्छ ओ पल मलाई घाम मनपर्छ मलाई जुन मनपर्छ जीवनभरि सुको चेला हुनुपर्छ ल यताउति फर्क न सलिङ डाँडाको स्तूपा आयो है फाइनली हामी एउटा डाँडाको क्यामेराम्यान पनि आउनु पऱ्यो होइन सैलुङ रमै छ भयो छुँदा छुट्टै फिल हुँदो रहेछ खुट्टा स्ट्रेचिङ गर्नु भयो गरम 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 खुट्टा स्ट्रेच गर्नु गर्छु बंदे हम उसके हम पे किसका जो उम्मीदों की सूरज निकले जा रहा तर उम्मीदको सूरज आइरहेछ वाउ यो पटकको दृश्य बादलको खोला देखिरहेको छु मैले कस्तो बादल खोला देखिरहेको छ यता यहाँदेखि झरिरहेको देखिरहेको छु यस्तै गर्दा 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 यहाँ पृथ्वीको नाइटो भनिरहेको छ यहाँ म नाइटो हेरेर आउनु पर्यो नेभल अफ अर्थ भनेको चाहिँ यहाँ नेपालको सलिङ डाँडा भनेको चाहिँ पृथ्वीको नाइटो भनेर यो यहाँ पर्दो रहेछ है This is the mini Great Wall of Nepal. You can see
enjoy this the scenery. The scenery is amazing. Wow. And it's me, your samurai.